नमस्ते, म सरोज अर्पण राई। यति बेला म भेरेटार आएको छु र तपाईहरुलाई यो भेरेटारको रमाइलो दृश्य देखाउन म उपस्थित भइसकेको छु। भेरेटारको चाहिँ विशेष पर्यटकीय क्षेत्र अथवा यो एउटा स्थल छ। तपाईहरुलाई चाहिँ म यो भिडियो मार्फत चाहिँ यहाँका दृश्यहरू देखाउन चाहिरहेको छु। तपाईहरुले भिडियो सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु। भेरेटारको विशेष ठाउँमा छु म। तपाईहरुलाई यहाँको विशेष ठाउँहरू दृश्यहरू देखाउन चाहदैछु। भिडियोलाई हेरेर साथ दिनु होला है त। के देखाउँदैछु भन्ने कुरा तपाईहरु अब हेर्न सक्नुहुन्छ। विशेष यहाँबाट चाहिँ माथि गइसकेपछि जुन यो सिडी चढेर माथि गइसकेपछि चाहिँ सुन्दर ठाउँ विभिन्न ठाउँको दृश्यहरू हेर्न पाइने। यहाँबाट चाहिँ हामी माथि जान सक्छौं। माथि जाने स्थानमा चाहिँ हामीले यहाँ टिकट काटेर जानुपर्ने रहेछ। यहाँ टिकट काटेर जानुपर्ने यो चाहिँ काउन्टर रहेको छ भने यो काउन्टर भन्दा मुनि चाहिँ यस्तो खालको यहाँ चाहिँ खाने बस्नको लागि सुविधायुक्त ठाउँ छ। यो पर्यटकीय क्षेत्र भेरेटार हो र यहाँ अत्यन्तै सुन्दर ठाउँहरू रहेको छ। यसै चाहिँ हामी यहाँबाट जान सक्छौं। हेलो, यहाँको दृश्यहरू म देखाउँदैछु तपाईहरुलाई। हामी आइसकेको छौं, नजिक आइसकेको छौं। यहाँ यस्तो पनि सुविधा रहेछ। अब फोटो मोबाइलबाट होइन DSLR बाट खिचौं। म्युजिक बजेर चाहिँ कपिराइट पर्छ कि भन्ने पनि डर थियो, तर पनि अहिले चाहिँ म्युजिक अफ गरिसक्नु भएको छ। हामीले चाहिँ यस्तो लगाइसकेका छौं। अब हामी चाहिँ जाँदै छौं यो भित्र। यसरी यो भित्र चाहिँ हामी जाँदै छौं। यहाँको दृश्य यस्तो छ। भित्रको दृश्य यसरी चाहिँ हामी जाँदै छौं। यो हेर्न सक्नुहुन्छ। मैले चाहिँ भिडियोमा मात्रै देखेको थिएँ भने आज चाहिँ म प्रत्यक्ष आफै आएर हिँडिरहेको छु। यहाँ यस्तो छ यहाँको दृश्य अनि म पनि हिँडिरहेको छु। यहाँ निकै नै रमणीय र रमाइलो लागिरहेको छ मलाई। हामी यो अन्तिम चरणमा यहाँ आइसक्यो अनि यो तल यस्तो छ। तलको दृश्य यस्तो छ भने माथि खाली छ, तल सिसै सिसा छ। मान्छेको मन हो, डर त हुन्छ नि हैन। डर चाहिँ ककललाई छ, तर आज मौसमले चाहिँ साथ नदिएकोले अँधेरो छ। हामी चाहिँ छौं अहिले भेरेटारको विशेष ठाउँमा, जहाँ चाहिँ यो स्काई वक छ। मेरो साथमा दाइ पनि हुनुहुन्छ, मेरो दाइ। हामी अब दाजुभाइको फोटो खिच्नै बाँकी छ। अब एकछिन फोटो खिच्छौं। अत्यन्तै राम्रो ठाउँ छ, हेर्न सक्नुहुन्छ। यस्तो अत्यन्तै रमाइलो लागिरहेको छ। अब चाहिँ घाम पनि लाग्छ भन्ने पूर्ण विश्वास छ। पक्कै पनि घाम लाग्छ अनि घाम लागिसकेपछि चाहिँ आज यहाँको दृश्यहरू हेर्न सक्छौं हामीले। तपाईहरु समक्ष म देखाउने छु यहाँको विशेष ठाउँ अनि यहाँको दृश्यहरू चाहिँ। यहाँ माथि चढिसकेपछि यहाँबाट देखिने दृश्यहरू चाहिँ यस्तो छ। जस्ट यहाँ हामी अन्तिम चरणमा आएको छौं। यहाँदेखि उता चाहिँ ठाउँ छैन। यस्तो दृश्य छ यहाँको। यसरी यो फलामको यो लगाएर चाहिँ बनाएको हुँदो रहेछ। यो चाहिँ भेरेटार बजार देखाइरहेको छ।